हाले फेरि यहाँ झोलाबाट टाउको निकालेर बचाऊ अनि टक्क टिका लगाइदिएर चाहिँ ज्याम ढोगियो र म चाहिँ पुरै यहाँ परीक्षण गरिरहेको थिएँ। त्यो भाग्यमा खप्परमै रहन्छ, कहीँ खुल्ला छैन आज फेरि हो। म बाँदरको एक्टिङ गर्छु भनेर। हेलो साथीहरू, तपाईहरुलाई योबी स्माइल टिभीमा स्वागत छ। अनि आज चाहिँ हामी मामा भान्जी कहाँ जाँदैछौँ? उसको घर इटरी जाँदैछौँ। यसपालि पनि इटरीमै टिका लाउने पर्यो। बहिनीहरू भद्रपुरमा बसिरहन् अनि भान्जी र म चाहिँ जाँदैछौँ। हामी चाहिँ गाडीमा चढिसक्यौँ होइन। गाडी एकदमै भिड छ, सिट पनि पाइएन, बस्न पनि पाइएन। उदय दिदी हाई गर्दै हुनुहुन्छ, निद्रा लागेर होला। अनि यस्तै यस्तै भयो होइन। एकदम उभिएको भइयो। भान्जीलाई चाहिँ मैले अगाडि राखेँ। बहिनीहरू पनि गाडीमा चढिसके होइन। एकदमै गाडी भिड भएर ऊ चढ्ने बित्तिकै फेरि आइसक्रिम चाहियो भन्छ हो। फेरि यो ल माई खोलाको पुल पनि आइसक्यो होइन। हामीले ढोगी पनि सक्यौँ माई मातालाई। अनि यहाँ हाम्रो बहिनीहरू चाहिँ भोकले, भान्जी पनि भोकले ट्वाँट भएर मोमो खाने भन्दैछिन् होइन। अनि हामी पनि यहाँ भोक पचाएर बसिरहेछौँ। यो भाले फेरि यहाँ झोलाबाट टाउको निकालेर बचाऊ भन्दैछ। के गर्नु, मैले बचाउनु पनि सकिनँ। मेरो होटल आयो गाइज। त्यतिकै हुन्छ, मेरो आफ्नै निजी होटल हो। मोमो खान्छौ? भोलितिर खुवाउँछु नि त तिमीलाई। दमक कटेपछि बल्ल अगाडि त्यो इन्जिन माथि भए पनि बस्न पाइयो, तातो भयो। अनि हामी ओर्लेर अटोमा हिँड्दैछौँ अहिले। ल साथीहरू, हामी चाहिँ गाडी भिड भएर चाहिँ फोटो खिच्न पाइएन, भिडियो गर्न पाइएन। अनि यहाँ ओर्लेर अघि त त्यहाँ ठस भएको थियो, हात हल्लाउने ठाउँ पनि थिएन। मान्छेहरू यसरी उभिएर यसरी समातेर उभिएका थिए। काकी गनाएर मर्नु भयो। ल हाम्रो मानसिक स्कुल हो यो चाहिँ। साधुलाल कि साजीलाल इङ्ग्लिस सेकेन्डरी स्कुल। टोइलेटमा चाहियो, पढाइ कस्तो छ सोध्नु। घर आयो भने भन नि, त्यहाँ हेर म त चिन्दिनँ तिम्रो घरको। यो चाहिँ ठ्याक्कै बुलेर भनेको यहीँ हो है। हामी ठ्याक्कै आइपुग्दाखेरि आमाले पनि दाजुभाइलाई लगाइदिँदै हुँदो रहेछ। अनि उहाँहरू पछाडि दाइ र दिदीले लाउनु भयो होइन। अनि दाइ चाहिँ फेरि पुरा ऐना नहेरी चित्तै बुझ्दैन नि त, ऐना मागिहाल्नुहुन्छ हौ। अनि ढ्याक्कसँगले यसरी मिला भनेर पुरै अर्डर हान्नुहुन्छ क्या। यो तलको माथि न, यो बिचमा तल माथि त्यहाँ बाक्लो भयो। अब चाहिँ सबैको पालो आयो होइन। अनि टक्क टिका लगाइदिएर चाहिँ दिदी बहिनीहरूलाई ज्याम ढोगियो। अनि अब भान्जीको पालो आयो। तीन खेप घुमा, एकै खेपमा है पर्खाइ। भयो बाबा, छोड्दे, फुटाउनै सक्दिनँ। दुई हातले गर न, अनि लो पारे जस्तो गर्छु। हामीले चाहिँ टिका सिका लगाइसक्यौँ। अनि अब गोदावरी रिसोर्ट होइन, के पो त्रिवेणी रिसोर्ट पनि भन्दो रहेछ, त्यहाँ डुल्नु जाँदैछौँ। घुम्दै रात पर्छ है। मानसी हामी कहाँ गएको?
गदा होइन हौ फाइनल्ली हामी चाहिँ गोदावरी रिसोर्ट आइसकेका छौँ होइन। अनि यहाँ चाहिँ यस्तो रहेछ ट्याक्कसँगले पार्किङको लागि मिठो रहेछ। कता हो टिकट काट्ने दिदी? यहाँ चाहिँ 100 रुपियाँ टिकट सिस्टम रहेछ। अनि मैले चाहिँ टिकट हान्दिएँ अनि यहाँ दामी भोगल रहेछ क्या। यहाँ चाहिँ पुरै हल रहेछ है, यस्तो हल रहेछ। हामी चाहिँ यहाँ प्रवेश गरिसकेका छौँ। यहाँनिर यस्तो हात्ती रहेछ। के हो अब यो त लाउन नि के बनाएको रहेछ नि यहाँ त। यहाँ चाहिँ यस्तो पोखरी रहेछ अनि नौका पनि रहेछ होइन। अनि अब छन चाहिँ धेरै थोक थियो होला, तर घामले गर्दा हामी एकदमै हिँड्नै सकिरहेको थिएनौँ। यस्तो थियो नि पोलेर बत्ती थियो, तर पनि अब डुल्न आएको, डुल्नु त पर्यो। नानीहरू यहाँ खेल्दैछन् होइन। के अरे गोदावरी रिसोर्ट ठुलो रहेछ, राम्रो रहेछ। यतिको होइन, यतिको बुढी छ। अरू भन्दा पनि घुम्ने ठाउँ रहेछ नि। जताबाट भिडियो खिच्न खोजे पनि कालै आउँछ हो। यो क्यामेराको दोष हो कि मेरो अनुहारकै दोष हो भनेर म चाहिँ पुरै यहाँ परीक्षण गरिरहेको थिएँ। यो अन्डा मिठाई हो? अन्डा मिठाई हो यो? यहाँ चाहिँ यस्तो गेट रहेछ होइन, सर्लकै भित्र जाने। तर घामले चाहिँ यार मर्नु भएको थियो हो, खलखली भएर पसिना भएको थियौँ। र पनि अब बल्ल बल्ल आएको जानुपर्छ भनेर स्वाटै माथि गएर फोटो खिच्नु पर्यो भनेको। तपाईँको साँडे के गर्नु, एन्टी लाइट पर्दो रहेछ, गाह्रो। नानीहरू पुरा फोटो खिच्न रेडी भएर बसेका छन् हौ। तर हेर्नु न उता सेतो उज्यालो, उताबाट घाम लागेको, के को मिल्नु। कालो आयो त हौ। अनि यहाँ त घामले गर्दा मान्छे नै टाल्यो। यो उयो कागतीको डल्ला नानीहरू यो खेल्ने भने हो। तर जाँदाखेरि चाहिँ त्यो यो चलाउने मान्छे नै भाइटिका लाउनु गएको रहेछ। अनि जेसुकै होस् नानीहरूलाई हालेर चाहिँ हामी नै हल्लाएर भए पनि खेलाइदिउँ भनेर हल्लाएको। हल्लाउनु त हल्लाइयो, ओर्लिने भन्छन्, रोकाउनै सकिँदैन हो। सानो गरौँ रहन्छ, ऊ दिदी ट्राई गर्दै चाहिँ सकेकै छैन हो। अनि गाह्रो पनि हो एकछिन त। यहाँ हाम्रो भान्जीलाई चाहिँ यहाँ यो के अरे गोदावरी रिसोर्टमा चाहिँ हामी यहाँ बस्दा बस्दै मौरीले टोकेछ। यहाँ हाम्रो भान्जी रुँदैछिन्। के भयो अरे भन्दै त कडाप्पै टोको। निको हुन्छ, मोमो खानुपर्छ, निको हुन्छ मोमो ल। मौरीले टोकेछ। दारुलो रहेछ त्यहाँ। खिल त हुँदैन होला नि, कहाँ हल्लिँदै गयो नि। खिल त हुन्छ त। के छ त मजाले नि टोकेछ नि। अरिङ्गाल कि बारुलो कस्तो छ उता हेर्न के छ। निको भयो त। दुखिरहेछ, मोमो खाएपछि निको हुन्छ।
यी दाजुहरू फेरि पुरा स्पिडमा चलाउँदैछन्। टेस्ट गरेको हो कि टिकट काटेर गरेको हो कि दाजु भन्दा पनि अङ्कल भन्दा पनि बुढो बुढो मान्छेहरू छन्, तर तगडा स्पिड कुदाउँदा पनि पुरा चिलमा क्यामेरा चलाएर दिइराखन् बुढाहरूले। झरो भने त कति गइरहेछ आउ दादा जमाएको हो क्या यो खोलाको पानी यता जमाएको कति गइरहेछ यो अनि कति गइरहेछ यहाँ एक्स्ट्रा भनेको यो रहेछ अनि अरूतिर अरू पार्कमा भए जस्तै रहेछ। अनि हामी चाहिँ त्यो ब्ल्याक होल चाहिँ नयाँ लागेर त्यहाँ फोटो खिच्न थाल्यौँ। अब चाहिँ रात परिसक्यो। अब चाहिँ हामी सिधै घर जाने भनेर भनेको। भान्जीले मोमो खाने कि खाने भनेर अब यहाँ मोमो पसल जाँदैछौँ हामी। भान्जीलाई मोमो खुवाउनको लागि हामी यहाँ यो दुलारीमा रोकेको। यसको भाग्यमा खप्परमै रहन्छ, कहीँ खुल्ला छैन आज फेरि हो। अन्त कहीँ खुल्ला छैन। के गर्नु नरौ 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 यस्तै तिम्रो भाग्यमा यस्तो रहेछ नरौ ल। अब तिमीलाई भएन भने नि पकाएर खुवाउने हो, तर माउला आउनुपर्छ ल। हामी चाहिँ पुरै यहाँ मोमो अनुसन्धान गरेर मोमो खोज्दै हिँडिरहेछौँ। हामी यहाँ नाला नाला कुद्दैछौँ। होइन हो खत्तम भयो नि हो। तिम्रो खप्परमै यस्तै रहेछ त के गर्नु मैले। यो चाहिँ हाम्रो दिदीको चाहिँ यो मोपेड स्कुटर अनि कस्तो हुँदो रहेछ भनेर म टेस्ट गर्दैछु होइन। चिटिक्क परेको दामी हुँदो रहेछ हुन चाहिँ। हाम्रो उद्दु बेबीको फ्युचर स्कुटर उद्दु बेबीको फ्युचर स्कुटर वाउ व्हाट अ फ्युचर। म बसौँ। भोलिपल्ट चाहिँ बिहानै हाम्रो दिदीको चाहिँ बर्थडे भएकोले होइन हामी चाहिँ दिदीको बर्थडे मनाउनको लागि पाथिभरा देवीको दर्शन गर्नको लागि जाँदैछौँ। म भिडियो गर्दैछु, भिनाजु गाडी कुदाउँदै हुनुहुन्छ। हाम्रा गाइजहरू पछाडि बसेका छन् मस्त होइन। अनि ऊ हाई भन्दैछन्। अनि चाहिँ हामी पुग्यौँ झ्यापैसँगले। यो चाहिँ सुन्दर रहेछ। 8 चन्द्रनगरको पाथिभरा मन्दिर रहेछ यहाँ पनि। जेठी माइली साइली काइली पाथिभरा धेरै ठाउँमा अहिले यसरी उत्पत्ति भइरहेको हुनुहुन्छ। अब चाहिँ हामी यहाँ माथि जाँदैछौँ होइन। माथि पाथिभरा माताको थान चाहिँ माथिपट्टि रहेछ, एकदम माथि बनाएको रहेछ राम्रो डिजाइनको होइन। त्यहाँ माथिपट्टिबाट सिनहरू पनि राम्रो देखिँदो रहेछ। अनि हामी चाहिँ दर्शन गर्नको लागि माथि जाँदैछौँ। अनि माथिबाट यस्तो देखिन्छ है। चढा त चढा ल। यहाँ मेरी बहिनीले पनि ढोक्दैछ। अब अर्को सालको एसी चाहिँ मजाले पास हुन पाऊँ भन्दैछ। अनि म पनि ढोक्दैछु होइन, जनतालाई जहिले पनि हँसाइराख्न पाऊँ भनेर चाहिँ एकदमै मजाले हृदयबाट ढोक्दैछु।
आउँदा दादा भिडियो गरिदिएको यहाँ दिदीहरू चाहिँ पूजा गर्दै हुन्छ नि यो बहिनीलाई पनि पूजा गर यहाँ भनेर भनेको मोबाइल राख्न 1 घन्टा लाउँछ गोजी खोज्दा खोज्दै अनि पूजा गरियो होइन यता फेरि हाम्रो भान्जाले यहाँ मामा यो मन्दिरमा त बाँदरै रहन्छ हौ भनेर भन्दै थिएँ फेरि एकछिनमा त मै बाँदरको एक्टिङ गर्छु भनेर पुरा बाँदर स्टाइलमा दिँदैछन् हौ फेरि अनि यहाँ दिदीले चाहिँ यहाँ गरिब दुखी बसेकाहरूलाई चाहिँ यहाँ दान गर्दै हुनुहुन्छ अनि हामीले गुरुजीको हातबाट टिका लायौँ बहिनीहरूले पनि लाए अनि मैले पनि लाएँ अनि मेरो पालामा चाहिँ गुरुजीले चाहिँ झ्याप्पैसँगले त्यो फेटा बाँधिदिनु भयो कि अनि बहिनीहरूले तपाईँलाई केटाकेटी भनेर बाँधिदिएको भनेर मलाई जिस्काउँदैछ नि तर ठुलो मान्छे भनेर चाहिँ बाँधिदिएको हो क्या खासमा चाहिँ अनि हामी पूजा सकेर लाग्यौँ घरतिर अब चाहिँ हाम्रोपट्टिको पालो आयो हामी चाहिँ यहाँ ओखर पूजा गरिसक्यौँ अनि यहाँ दाजुभाइहरूलाई चाहिँ तेल र तिलानी पानीले छेक्दैछौँ हामी चाहिँ अनि अब चाहिँ पालो आयो दाजुभाइलाई पूजा गर्ने दिदी र म पालो दाजु र भाइलाई पूजा गर्दैछौँ अनि यहाँ दिदी र म चाहिँ एक एकजनालाई टिका लाउन थाल्यौँ फेरि साटिएर दिदीले भाइलाई मैले दाइलाई टिका लाउन थाल्यौँ लामो त बनाउनु ल अब एकैचोटि हो ल पुरी दिए बाधाहरू मैले एक वर्ष भरेन छ जगिएर लाउ पादे नगर्न यहाँ हेर्न यहाँ ए ढोमा छु ए ढोमा आयुष्मान बाबा दुईटा हातले पूजा गर छोरी बटुका भुइँमा राख भाइको हातमा पूजा गर भाइ हात थाप हातमा पूजा गर घुँडामा पूजा गर घुँडामा यो घुँडामा उताको पनि घुँडामा भाइको कपालमा लगाइदेऊ बिस्तारै हातमा कमाइकन ल एउटा लगाइदेऊ भयो अब भाइलाई देऊ त्यो थाल लु भयो अब राखिदेऊ अहिले एकछिन हो त्यो राखिदेऊ न एकछिन लु भाइ उठ अब हो त्यहाँबाट फेरि लगाइदेऊ ल अक्को लगाइदेऊ लगाइदेऊ त दिदीलाई हो ती गुड बोय अब मामा माला ल्याइदिनु त भाइले माला लगाइदिन्छ दिदीलाई लु अब दिदीको खुट्टी ढोका दिदी खुट्टी दिनु गुड बोय लड्डु दिनु दिदीलाई ल लड्डु खुवाइदेऊ अब ह्याप्पी तिहार भन